गौरीगञ्ज गाउँपालिका वडा नम्बर 6 को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गरियो। बिहान 8 बजेबाट सुरु भएको पूजापाठ सम्पन्न गरिएपछि विशेष समारोहको आयोजना गरेर वडा कार्यालय भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा नम्बर 6 का वडा अध्यक्ष बद्रीनारायण यादव सभापति हुनुहुन्थ्यो। प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी। अतिथिहरूमा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, गौरीगञ्ज 1 का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, वडा नम्बर 4 का वडा अध्यक्ष फेका प्रसाद गिरी, वडा नम्बर 6 का वडा सदस्यहरू राधा अधिकारी, रमकुमारी बिक, नितेश कुमार शाह, आसामुद्दिन मिया सहित जनप्रतिनिधि, कर्मचारी, जग्गादाता स्वर्गीय भीमप्रसाद चौधरीका छोरा बुहारी श्यामकृष्ण चौधरी तथा उहाँकी धर्मपत्नी गायत्री चौधरी सहितको उपस्थिति रहेको थियो। वडा नम्बर 6 का वडा सचिव एजिना भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रमको सुरुमा आमन्त्रितहरूलाई आसन ग्रहण गराइसकेपछि वडा सदस्य राधा अधिकारीले शुभकामना मन्तव्य प्रदान गर्नुभयो। कार्यक्रममा भवन उद्घाटन गरियो, जग्गादाताको परिवारलाई सम्मान गरियो, प्रमुख अतिथि लगायतले आफ्ना धारणा राख्नुभयो र प्रसाद ग्रहण सँगै कार्यक्रम समापन गरियो। गौरीगञ्ज 6 का वडा सचिव एजिना भट्टराईले सञ्चालन गर्नु भएको यही कार्यक्रमलाई हामीले विशेष कार्यक्रमको रूपमा समेटेका छौं। आदरणीय श्रोता नमस्कार। कार्यक्रम गौरीगञ्ज गाउँपालिका वडा नम्बर 6 गतिविधि विशेषमा यहाँलाई स्वागत छ। उपस्थित छु म युवराज भट्टराई भने प्राविधिक पाटोबाट प्रविधि संयोजन प्राविधिक मित्रहरू मन्जु डाँगी, भूमिका भट्टराई, यशोदा कुँवर त्यसैगरी डेनिस भट्टराईले गरिरहनु भएको छ। गौरीगञ्ज 6 ले वडावासी जनतालाई वडामा भएका तथा हुने विविध गतिविधिको बारेमा सुसूचित गराउने उद्देश्यले कार्यक्रम निर्माण गरेको हो। तपाई देश विदेश विभिन्न भूभागमा रहेर रेडियो सेट त्यसैगरी अनलाइन मार्फत कार्यक्रम सुनिरहनु भएको छ। रेडियो सेटमा 89.1 मेगाहर्ज भइहाल्यो। अनलाइनमा हाम्रो पात्रो एप्लिकेसन त्यसैगरी नेपाली पात्रो एप्लिकेसन। आदरणीय श्रोतावृन्द, यहाँहरूको सुविधालाई ध्यानमा राखी हामीले कार्यक्रमलाई फेसबुक पेज FM प्लस 89.1 मेगाहर्ज गौरादह झापा त्यसैगरी युट्युब च्यानल टिभी प्लस नेपालबाट पनि भिडियो सहित कार्यक्रमलाई प्रसारण गर्दै आएका छौं। बिहान 8 बजेबाट पूजा पाठ गरियो। त्यसपछि सजी सजावटका कार्यक्रमहरू भए। 11 बजेपछि कार्यक्रम सुरु गरियो। वडा सचिव एजिना भट्टराईले कार्यक्रमको सुरुमा कार्यक्रमका सभापति सहित आमन्त्रितहरूलाई आसन ग्रहण गराउनुभयो। आसन ग्रहण पछि राष्ट्रगान गाइयो। त्यसपछि स्वर्गीय मीरा चौधरी जो वडा नम्बर 6 मा कार्यरत हुनुहुन्थ्यो उहाँको स्मृतिमा 1 मिनेट मौन धारण गरियो। मौन धारण पछि कार्यक्रम अगाडि बढ्यो। कार्यक्रमको सुरुमा गौरीगञ्ज गाउँपालिका वडा सदस्य राधा अधिकारीले स्वागत मन्तव्य प्रदान गर्नुभयो। सुनौ वडा सदस्य राधा अधिकारीलाई। पुरानो विगतदेखि नै यहाँ हाम्रो यो गौरीगञ्ज गाविस भएदेखि नै हामीलाई यस गाविसलाई जग्गा प्रदान गर्नुभएका हाम्रा भीमराज चौधरी ज्यूका परिवारहरूमा चाहिँ एकदम आत्मादेखि नै सम्मान दिन चाहन्छु र जग्गा यस जग्गा पहिलेदेखि नै हामीलाई 3 कट्ठा जग्गा प्रदान गर्ने श्री भीमप्रसाद चौधरी ज्यूका परिवारलाई सम्मान दिन चाहन्छु र 2036 साल पक्की भवन निर्माण भएको 2079, 80 र 80-81 गरी बहुवर्षीय योजनामा नयाँ भवन निर्माण भएको र 79-80 मा 30,06,470 रुपियाँ प्रदान भएको, 2081 मा 42,33,527 भवन निर्माणलाई आएको, जग्गा जम्मा 72,39,927 मात्र यस भवनलाई लगनी लागेको छ र यो हाम्रो भवन भनेको चाहिँ एउटा अपाङ्गता मैत्रिक भवन रहेको छ। एउटा हल 3 कोठा र गरी 4 कोठा र टोयलेट बाथरुम 2 वटा बनिरहेको छ। आज यहाँ भन्दै गर्दाखेरि 2074 मा पनि हामीहरू यस गौरीगञ्ज वार्ड नम्बर 6 मा चाहिँ जनप्रतिनिधिको रूपमा आएका थियौं र वर्तमान हाम्रो
गापा अध्यक्ष श्री बाबुराजा श्रेष्ठका पाला पनि हामीले यो रकम छुट्याएको हो र अहिले गर्दै र भन्दै लाँदाखेरि अब 80 र 81 82 पनि अब सकिन लाग्यो, 81 सकिन लाग्यो र हामी पुरानो जीर्ण अवस्थाको भवनमा गुजारिरहेको अवस्था थियो। आज जे होस् हामीले एक काल ती बिसाउ झन्डै 1.5 काल हामीले बिसायौँ, त्यही भवनमा गऱ्यौँ। तर हामीलाई त्यसमा पनि एउटा पवित्र हिसाब किताबको उहाँ त्यो भवनलाई पनि हामी एउटा आशीर्वादै उहाँले दिनुभएको छ र हामीले लिइरहेका छौँ। किनभने आजसम्म हामीले भवनबाट चाहिँ केही पनि क्षति नभएको अवस्थामै हामी नयाँ भवनमा प्रवेश भएका छौँ र हाम्रो त अवधि अब बित्न लाग्यो, अब 2 वर्ष छ। अब आउने भावी सन्ततिहरूको लागि एकदम मजबुत र दरिलो र टिकाउको भवन बनाएका छौँ र यस भवनमा जति पनि अब आज हामी 2081 साल फागुन महिनाको 26 गते गृह प्रवेश गरिरहेका छौँ। यो प्रवेश हुनुको साथसाथै हामी वार्डबाट उठेका त 7 जना हौँ, हामी 7 जनाको उत्तरको प्रगति भूमि माताले दिउन् भन्दै भविष्यको लागि राम्रो होस् भन्दै शुभकामना व्यक्त गर्दछु। स्वागत मन्तव्यपछि निर्माण गरिएको वडा कार्यालय भवनको जग्गाका दाता स्वर्गीय भीमप्रसाद चौधरी र स्वर्गीय सुगावती चौधरीका सुपुत्र श्यामकृष्ण चौधरीले आफ्नो छोटो मन्तव्य राख्नुभयो। त्यसपछि प्रमुख अतिथिबाट ताम्रपत्रको ब्यानर सारेर ताम्रपत्र पढेर रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभयो। रिबन काटेर कार्यालयभित्र प्रवेश गरियो। कार्यालयमा यस अघिको कार्यालय रहेको भवन भूकम्पबाट जीर्ण रहेको र पछि मर्मत गरेर सञ्चालन गरिएको हो। अब भने अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज हुने गरी बनाइएको अपाङ्ग मैत्री भवनबाट वडाको प्रशासनिक कार्यहरू अगाडि बढ्नेछ। आदरणीय श्रोतावृन्द, यसपछि शुभकामना मन्तव्यको क्रम सुरु भयो। गौरीगञ्ज 1 का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले उत्कृष्ट सेवा प्रवाहका लागि अनुकूल सुविधा सम्पन्न कार्यालय आवश्यक हुने भन्दै वडा कार्यालय सहित विभिन्न सार्वजनिक सेवा प्रयोजनका लागि जग्गा दान गर्नुहुने स्वर्गीय भीमप्रसाद चौधरीलाई पालिकाले सम्झनु पर्ने, उहाँको स्मृतिमा पनि केही काम गर्नुपर्ने बताउनुभयो। सुनौ गौरीगञ्ज 1 का वडा अध्यक्ष कार्तिकलाल राजवंशीलाई। यहाँ उपस्थित हुनुहुने स्वर्गीय जग्गादाता आदरणीय भीम राजवंशीका सुपुत्र आदरणीय दाई श्याम राजवंशीज्यू, सर्वप्रथम त आज गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर 6 को यस पवित्र प्राङ्गणमा पवित्र दिनमा नवीनतम भवनको उद्घाटन गर्दै गर्दा अत्यन्त खुसीको दिन छ। यसको निमित्त म सम्पूर्ण वार्ड नम्बर 6 का सम्पूर्ण जनप्रतिनिधि साथीहरू, कर्मचारी साथीहरू लगायत यो बजेटको निर्णय गर्न जुन सहयोग गर्नुहुने कार्यपालिका बोर्डका सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। निश्चय नै जसरी परीक्षामा कलम बिना सम्भव हुँदैन, त्यसरी नै विवाहमा सिन्दुर बिना सम्भव हुँदैन, त्यसरी नै अमृत बिना विषादीको सम्भव हुँदैन। त्यसले गर्दाखेरि भव्य र सभ्य व्यवस्थित भवन बिना राम्रो सेवा प्रवाह सम्भव हुँदैन। यो जुन एउटा सुविधा सम्पन्न भवनको निर्माण भएको छ, पक्कै नै हामीले आशा गरेका छौँ आउँदा दिनहरूमा अबका यहाँका नागरिकहरूले, यहाँका जनताहरूले, यहाँका सम्पूर्ण आम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले उच्चतम सेवा, सन्तोषजनक सेवा पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यो समृद्धि भवन बन्दै गर्दा वास्तवमा यो गौरीगञ्ज गाउँपालिकालाई नै समृद्धि बनाउनको निमित्त 74मा स्थानीय निकायको चुनाव पहिलोपल्ट हामीले जित्दै गर्दा त्यसरी 3टा वडा कार्यालयमा भवन विहीन अवस्थामा रहेको थियो। 3 नम्बर वडा कार्यालय, 4 नम्बर वडा कार्यालय, 5 नम्बर वडा कार्यालय, त्यतिखेर पनि हामीले बजेट विनियोजन गर्दै त्यो कार्यालयहरूलाई हामीले व्यवस्थित गरेका थियौँ। त्यसरी नै फेरि पुनः 79 को निर्वाचन पश्चात हामी दोहोरिएर आउँदै गर्दा 6 नम्बर वडा कार्यालयको पुरानो भवन जीर्ण अवस्थामा रहँदै गर्दा यहाँ पनि भवन व्यवस्थित चाहिन्छ भन्ने मनोविज्ञानका साथ हामीले बजेट व्यवस्थापन गर्दै आज यो सम्पन्न भएर उद्घाटनको कार्यक्रममा हामी छौँ। यति मात्र नभएर 5 नम्बर वडा कार्यालयको स्वास्थ्यको भवन
3 नम्बर वडा कार्यालयको स्वास्थ्यको भवन विभिन्न ठाउँमा बजेट विनियोजन गर्दै हामीले समृद्धिको बाटोलाई गति दिनको लागि संरचनाहरू हामीले निर्माण गरेका छौँ। र यो कार्यक्रममा मैले भर्खरै अहिले मात्रै सुन्न पाएँ, निश्चय नै स्वर्गीय भीमराज राजवंशीज्यू चौधरीज्यू आज उहाँ हामी बीच हुनुहुन्न, तर उहाँले जुन गरेको योगदानहरू हामी माझ ताजा मानसपटलमा रहिरहेको अवस्था छ र उहाँलाई जीवन्त दिनको निमित्त अहिलेको जनप्रतिनिधिहरूले सोच्नुपर्ने आवश्यक छ। यही वडा कार्यालयको भवन या जग्गा 3 कट्ठा प्रदान गर्नुभएछ भने स्वास्थ्यको भवन उहाँले, हस्पिटलको भवन 6 बिघा 18 कट्ठा जग्गा उहाँले प्रदान गर्नुभएछ। त्यसरी नै गौरीगञ्ज माविलाई उहाँले 2 बिघा जग्गा प्रदान गर्नुभएको रहेछ। त्यसरी यहाँ खजुरगाछी बजार पनि उहाँकै परिवारले जग्गा दान गर्नुभएको रहेछ। उहाँको जग्गा दानको कुराहरूलाई हामीले जुन तरिकाले उहाँले एउटा फराकिलो मनले जुन भविष्यलाई एउटा भविष्यका दिनहरूमा यो ठाउँलाई समृद्धि बनाउनुको निमित्त शिक्षा, स्वास्थ्य, आर्थिक हरेक गतिविधिमा अगाडि बढाउनुको निमित्त त्यो कुरालाई महसुस गर्दै विभिन्न क्षेत्रमा उहाँले जग्गा दान गर्नुभएको छ। त्यसले गर्दा उहाँलाई, उहाँको परिवारलाई सम्पूर्ण म कार्यपालिका परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उच्च सम्मान गर्न चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। आदरणीय श्याम दाई हामी बीचमा यही हुनुहुन्छ। उहाँलाई हामीले सम्मान गर्दै मात्र पुग्दैन। जो स्वर्गीय हाम्रा भीमराज चौधरीजी हुनुहुन्छ, यत्रो बिघौँ बिघा जग्गा, यो आर्थिक रूपमा यो हामीले कल्पना गर्न नसक्ने सम्पत्ति उहाँले जुन गौरीगञ्ज गाउँपालिकालाई प्रदान गर्दै गर्दा उहाँलाई जीवन्त राख्नको निमित्त हामीले पनि अहिलेका जनप्रतिनिधिले कुनै कसर हामी राख्नु हुँदैन भन्ने कुरा म अध्यक्षजीलाई आग्रह गर्न चाहन्छु। उहाँको यही हाम्रो कार्यकाल अवधिभरमा उहाँको एउटा स्मृति, हामीले स्मृतिको निमित्त उहाँको एउटा यो 3 नम्बर 6 नम्बर वार्डमा उपयुक्त स्थान छनौट गरेर तत्काल त्यो स्मृति बनोस् भन्ने कुरा पनि म यहाँलाई विनम्र आग्रह गर्न चाहन्छु। त्यति भयो भने उहाँको स्वर्गीय आत्माले एउटा कल्याण पाउनु हुनेछ र उहाँको वैकुण्ठ बास पनि हुन्छ। वडा अध्यक्ष राजवंशीपछि प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको पालो आयो। उहाँले राम्रो भवन भएन भने कार्य सम्पादनमा पनि असर हुने बताउनु भयो भने कागज पत्र व्यवस्थापन गर्न नसक्दाखेरि सेवाग्राहीहरूले राम्रो व्यवस्थित कार्यालय नहुँदा डकुमेन्ट सुरक्षित रहन नसक्दाखेरि सेवाग्राहीहरूले समेत दुःख पाउनु पर्ने अवस्था हुने भन्दै नयाँ व्यवस्थित भवनबाट अझ व्यवस्थित रूपमा कार्य सञ्चालन हुने अपेक्षा गर्नुभयो र उहाँले भवन निर्माणको सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो। सुनौ गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापालाई। सर्वप्रथम त म अब हामीसँग लामो समयदेखि कार्यरत हाम्रो अनन्य मित्र, सहकर्मी, कर्मचारी, यस वडा नम्बर 6 मा कार्यरत कम्प्युटर अपरेटर पदमा कार्यरत मीरा राजवंशी ज्यूको हालै केही महिना अघि भएको असामयिक निधनले हामी स्तब्ध भएका छौँ। यो क्षणमा सुमन व्यक्त गर्दछु र म यस साथै सम्पूर्ण वडा नम्बर 6 वडाका नागरिक वडावासीज्यूहरूलाई यो सुखद क्षणमा हार्दिक बधाई तथा शुभकामना समेत दिन चाहन्छु। हामीले वडा नम्बर 6 को प्रशासनिक भवन आजबाट सञ्चालन गर्न सफल भएका छौँ। लामो समयदेखि साबिकको गाविस भवन, खजुरगाछी गाविस भवनबाट कार्य सेवा प्रदान गर्दै आइरहेका थियौँ। अघि वडा नम्बर 1 का वडाध्यक्षज्यूले भन्नुभयो, समृद्ध सुविधा सम्पन्न कार्यालय भएपछि सेवा अझ प्रभावकारी रूपमा प्रदान गर्न सकिन्छ। सेवाग्राहीहरूलाई शीतलमा राखेर उहाँहरूको समस्याहरू समाधान गर्न सकिन्छ। त्यति मात्र नभई हाम्रा सम्पूर्ण डकुमेन्ट्सहरू, नागरिकताका सिफारिसदेखि लिएर जन्मदर्ता लगायतका हाम्रा अमूल्य सम्पत्ति भवन राम्रो भएमा हाम्रो डकुमेन्टहरू सुरक्षित हुन्छन् र आगामी दिनहरूमा हामीले अहिले पनि झेल्दै आइरहेको विभिन्न समस्याहरू, आगो लागि, पानीले भिजेर
हाम्रो अत्यन्तै महत्त्वपूर्ण। पछि कुनै समयमा गएर चाहिँ त्यही डकुमेन्ट नहुँदाखेरि सेवाग्राहीहरूले समस्या झेल्नु परिरहेको अवस्था छ धेरै ठाउँमा। र कार्यालय भवन राम्रो र व्यवस्थित भएको खण्डमा यहाँका नागरिकहरूले सेवा मात्र होइन उहाँको आफ्नो डकुमेन्ट पनि सुरक्षित राख्न सकिनेछ हामीले भन्ने मलाई लाग्दछ। त्यस मानेमा सम्पूर्ण वडावासी एवं गौरीगञ्ज गाउँपालिकालाई नै हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। मलाई आशा छ अहिलेसम्म साबिकको गाविस भवनबाट काम चलाउ जसोतसो सेवा त प्रदान गरिरहेको थियो, केही समस्याहरूको बावजुद पनि अब आगामी दिनमा भने व्यवस्थित भवन कार्यालय भवनबाट सहज रूपमा नागरिकहरूलाई हामी सेवा प्रदान गर्न सक्षम हुनेछौँ। मलाई प्राविधिक प्रतिवेदनसहित प्रस्तुत गर्नको लागि अनुरोध भएकोमा म यहाँ वडा नम्बर 6 कार्यालय भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु। यो वडा नम्बर 6 को कार्यालय भवन ठेक्का नम्बर 05/2079/80। यसको कुल लागत अनुमान रकम 1,14,60,622 रहेको थियो र 31.6% बिलो गरी ठेक्का सम्झौता रकम 78,30,146 रहेको थियो भने यो भवनको सम्झौता मिति कार्य प्रारम्भ गर्ने मिति 2079/11/29 सम्झौता भएको थियो। यो ठेक्का निर्माण जय मनोज कन्स्ट्रक्सन प्रणालीले प्राप्त गरेको थियो। सम्पन्न 2080/23 गते सम्पन्न भएको थियो र कार्य सम्पन्न पश्चात कुल भुक्तानी चाहिँ 76,69,135 रुपियाँ भुक्तानी भएको थियो। मभन्दा अघिको वक्ता कार्यपालिका सदस्यज्यू आदरणीय राधा अधिकारीज्यूले प्रस्तुत गर्नुभएको डाटामा यो अलिकति हेरफेर तलमाथि भएको छ। यसमा के हुन्छ भने भुक्तानीको क्रममा विभिन्न चरणमा कुनै भुक्तानी भाउचरहरू छुट्यो होला त्यो डाटा लिनको लागि र कुल रकम चाहिँ 76,69,135 रुपियाँ भुक्तानी भएको थियो र उक्त समयमै म यसै सन्दर्भमा समयमै हामीलाई यति राम्रो सुविधा सम्पन्न भवन बनाएर हस्तान्तरण गर्ने जय मनोज कन्स्ट्रक्सन प्रणालीलाई पनि धन्यवाद दिन चाहन्छु र यस भवनबाट आगामी दिनमा वडा नम्बर 6 का वडावासीहरूले सर्वसुलभ रूपमा सेवा प्राप्त गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै आगामी दिनमा हामीलाई अझ वडा कार्यालयहरू अब 6वटै वडामा आफ्नै भवनबाट सेवा सञ्चालन भए पनि वडा नम्बर 1 र वडा नम्बर 2 मा अझै पनि साबिकै गाविस भवनबाट हामीले सेवा दिइरहेका छौँ। आगामी दिनहरूमा त्यतातर्फ पनि हामी ध्यान दिनेछौँ र त्योभन्दा पनि ठुलो गौरीगञ्ज गाउँपालिकाको प्रशासकीय भवनको बारेमा पनि हामी जग्गा खोजी गरी आगामी दिनमा सुविधा सम्पन्न भवन बनाएर सेवा नागरिकहरूलाई सेवा प्रदान गर्नको लागि हामी लाग्नेछौँ। किनभने प्रशासकीय भवन भनेको सरकारको पहिलो सम्पत्ति हो, पहिलो एसेट हो, पहिले आधारभूत नहुने भवन कार्यालय भवन। किनभने मैले अघि पनि निवेदन गरेँ कार्यालय भवन चाहिँ बलियो भरपर्दो र राम्रो भयो भने हाम्रा कागजपत्रहरू डकुमेन्टहरू सुरक्षित हुन्छन्, नागरिक डकुमेन्टहरू सुरक्षित हुन्छन्। ल्यापटप कम्प्युटर लगायतका कहिले आगो लागि हुने कहिले विभिन्न समस्याले गर्दा नागरिकहरूले समस्याहरू झेल्नु पर्ने हुन्छ। त्यसकारण हामीलाई सबभन्दा पहिले विकासको पूर्वाधार भनेकै प्रशासनिक भवन हो। प्रशासनिक भवन सबै वडाहरूमा स्वास्थ्य चौकीहरूमा अस्पतालमा निर्माण लगभग अन्तिम चरणमा पुगिसकेका छन् र अबको पालो भनेको हामीले प्रशासकीय भवनको बारेमा पनि सोच्नै पर्ने अवस्था आइसकेको छ। आदरणीय श्रोतावृन्द, प्रमुख प्रशासकीय अधिकृत पछि प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबती राजवंशीको पालो आयो। उहाँले सबैको सहयोगले भवन बन्न सफल भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो। अपाङ्ग मैत्री भवन बनेको भन्दै उहाँले जग्गादाताको योगदानको पनि स्मरण गर्नुभयो। भूकम्पले जीर्ण भएको भवनबाट सेवा प्रवाह गरिरहेको पछि मर्मत गरी काम चलाइएको स्मरण गर्दै भवनको DPR 3 तलासम्मको भएकोले पछि आवश्यकता अनुसार बनाइने विषय पनि उहाँले राख्नुभयो। अब सुनौ गौरीगञ्ज गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि फुलबती राजवंशीलाई। आज विशेष गरिकन हामीले एउटा
खुसी र गौरवका शुभ बिहानीले एउटा शुभ सङ्केत शुभ साइदमा जुन उद्घाटन भएको छ, यसले पक्कै पनि गौरीगञ्जको समग्र विकासको लागि एउटा वाडामा गर्नुपर्ने कामहरूको एउटा सुरुवातको क्रममा एउटा भवनबाट पनि हामीले यहाँको जनताको आवाजलाई महसुस गर्दै, किनभने अपाङ्ग मैत्री भवन निर्माण हाम्रो वार्ड नम्बर 6 मा भइसकेको अवस्थाहरू छ र त्यस्तै हामीले जनप्रतिनिधि साथीहरू स्थानीय सरकारको जुन भूमिकामा रहँदै गर्दा हामी आएपछिकै पहिलो प्राथमिकताको क्रममा कि हामी सेवा लिने जनताको सुशासनलाई कायम गर्नको लागि पहिलो नम्बरमा पूर्वाधार निर्माण गर्नको लागि वडा कार्यालयहरू स्थापना गर्नुपर्छ भन्ने हाम्रो सबैको मान्यता रहेको थियो। त्यसै आज सुरुदेखि अब हामीले विभिन्न वार्डमा सञ्चालन हुँदै गर्दा वार्ड नम्बर 6 मा जुन सम्पन्न भएको छ, अब हामीले वडा कार्यालयहरू सम्पन्न गर्दै गर्दा विभिन्न स्थानीय सरकारको जिम्मेवारीमा रहँदै गर्दा हाम्रो स्वास्थ्य शाखा भवनहरू पनि हाम्रो सबै स्थापना भइसकेको अवस्थाहरू छ। अब हामीसँग अझै स्थानीय सरकारको जिम्मेवारी एउटा शाखाको रूपमा हामीले कृषि र पशु शाखाको मात्रै अहिलेसम्म भाडामा रहेका छौँ। त्यो पनि हामी जनप्रतिनिधि लगायत स्थानीय सरकारको जिम्मेवारी रहने सम्पूर्णको दायित्वभित्र पनि त्यो पनि कार्यालय रहेको मैले अवगत गराउन चाहन्छु। अबको आगामी दिनहरूमा त्यस्तो भवनहरूको लागि पनि हामीले सोच्नुपर्ने अवस्थाहरू रहेको छ र यही सन्दर्भमा आज यो पुरानो भवन धेरै लामो समयसम्म यसमा जग्गादाता जो आदरणीय व्यक्तित्व हाम्रो भीमप्रसाद चौधरीको जुन एउटा सोच र विचार, किनभने उहाँको छोराछोरी अथवा छोरा बुहारीले जुन सम्मान पाउँदै गर्दा, किनभने बुवाले गरेको योगदानलाई किनभने उहाँलाई पनि थाहा नहुँदा पनि हामी जनप्रतिनिधिको त्यो दायित्व हो, त्यो दायित्वभित्र रहेर हामीले इतिहास खोज्नुपर्ने जरुरी रहन्छ। जबसम्म हामी एउटा सानो सानो कुराको इतिहास बिर्सिन सक्यौँ भने हामीले जनप्रतिनिधिको र दायित्वभित्र त्यसमा चाहिँ हामी पछाडि परेको अनुभूति हुन्छ। त्यसले गर्दा जो आज यस वार्ड नम्बर 6 ले खोज्दै जाँदाखेरि यो जग्गादाता जुन भीमप्रसाद चौधरीले योगदान दिनुभएको छ, यसमा सेवा जुन वडा कार्यालय बन्दै गर्दाखेरि आज गाउँपालिकाको स्थानीय सरकारको प्रमुख 6 नम्बर वडा कार्यालयकै भवन जुन नयाँ निर्मित हुँदै गर्दाखेरि यो पुरानो भवन धेरै लामो समय पनि यसबाट जनताले सेवा सुविधा गाविस भएको बेलामा यो भवनबाट सेवा सुविधा लिँदै गरेको थियो। तर लिँदै गर्दाखेरि अब त्यो हाम्रो भूकम्पले यो भवनलाई जीर्ण अवस्थामा रहेपछि यसमा बस्ने स्थिति रहेको थिएन। त्यो अवस्थामा रह पनि कर्मचारी साथीहरूले जनप्रतिनिधि साथीहरूले यसमा आफ्नो जीवनलाई एकदम सक्रियताको उसमा चाहिँ उहाँहरूले आफ्नो जीवनलाई परवाह नगरिकन सेवा दिनको लागि जति बेला पनि कर्मचारी साथीहरू यही भवनबाट सेवाहरू दिनुभयो। तर यो भवन पछि मर्मत हुँदै गर्दा पनि तर अन्तिममा आज यसले मूर्त रूप पाएको छ, नयाँ भवनको निर्मित भएको छ। यो भवनले अझ पनि यस वडा नम्बर 6 मा जनताको लागि हामी खुल्ला मनले यहाँ आएर बस्दाखेरि निर्धक्क तरिकाले केही समस्या आउँछ कि भन्ने डर र त्रास बिना सेवा लिन सक्छौँ भन्ने आजको उद्घाटन सत्रले बताएको छ। र यसमा यो भवनको जुन डिपिआर भएको छ, किनभने यति जुन लगभग अब 76 लाख जुन हामीले यो भवनको निर्मित हुँदै गर्दाखेरि तर यसको डिपिआर 3 तल्लासम्म रहेको जानकारी गराउन चाहन्छु। र यो किनभने यो भवन अझै सम्पन्न भएको छैन। अहिले स्थानीय सरकारको एउटा वडाको एउटा तल्लो तलाको मात्रै भवन कार्यालय सञ्चालनको लागि भएको छ भने अझै हामीले यसमा डिपिआर अनुसार 3 तला भवन बनाउनु पर्ने, यसमा चाहिँ हाम्रो आवश्यकता हेरिकन यसलाई अझ पनि अब कन्टिन्यू अगाडि बढ्ने छ। र अब हामीले गर्नुपर्ने कामहरू
स्थानीय सरकारको जिम्मेवारीमा रहँदै गर्दाको धेरै कामहरू रहेको छ र यसबाट सेवा पाउने यस 6 नम्बर वाडावासीहरूको एउटा आज खुसीको दिनमा हामीले सेवा लिँदै गर्दाखेरि हाम्रो सबैको उत्तरोत्तर सफलताको प्रगतिको पनि कामना गर्न चाहन्छु र यसमा समग्र वाडावासी जनप्रतिनिधिको जुन सक्रियता भूमिका रहेको छ यसमा वडा अध्यक्ष लगायत वडा सदस्य र कर्मचारी साथीहरूको पनि अहम भूमिकामा निगरानी जुन रहेको थियो त्यसको लागि पनि हार्दिक धन्यवाद दिँदै र गौरीगञ्ज गाउँपालिकाले समग्र विकासको लागि अब हाम्रो सुशासनलाई कायम गर्दै अब यस भवनले पक्कै पनि एउटा महसुस यहाँको जनतालाई दिलाउने छ भन्ने विश्वासका साथ आजको यो उद्घाटन सत्र एउटा शुभ साहित्य र शुभ कार्यको सम्पन्न भएकोमा सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिँदै र यस कार्यालयले पक्कै पनि हामी त्यो ठाउँमा नरहौँला यसमा आउने पछिको लागि पनि यो भवनले एउटा सुख र शान्ति मिलोस् र यस भवनले यसमा ऊर्जाका साथ यो विकासको क्रमहरू अगाडि बढोस् भन्ने शुभकामनाका साथै म आफ्नो भनाइलाई यो अन्त गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। प्रमुख अतिथिपछि अब पालो आयो कार्यक्रमका सभापतिको। सभापति हुनुहुन्थ्यो बद्रीनारायण यादव, वडा नम्बर 6 का वडा अध्यक्ष। उहाँले प्रमुख अतिथि सहित उपस्थित सम्पूर्णलाई धन्यवाद प्रदान गर्नुभयो। मठ मन्दिर विभिन्न भवनहरूका लागि 6 बिघा भन्दा बढी जग्गा प्रदान गर्ने दाता परिवारको उहाँले पनि स्मरण गर्नुभयो र कार्यक्रमको समापन गर्नुभयो। सुनौ अन्त्यमा वडा अध्यक्ष एवं कार्यक्रमका सभापति बद्रीनारायण यादवलाई। सम्पूर्ण अग्रजहरूलाई म स्वागत गर्न चाहन्छु। हाम्रो सबै कुराहरू यो भवनका प्राविधिक विषय लिएर अध्यक्ष सरले नै सम्पूर्ण भनिसके। हाम्रा यति लागत यसरी भएका छन् यो भवन निर्माणका कुरोमा। त्यसरी हाम्रा 1 नम्बरको वार्ड अध्यक्ष कातिलाल दाइले जग्गादाताको बारेमा गोरेन्ज गाउँपालिकामा जुन जग्गाहरू दान दिने जुन श्याम चौधरीका बुवा भीमप्रसाद चौधरीले जुन योगदान दिएका छन् त्यसका वर्णन त खैर हामी गोरेन्जवासीले गर्न बहुत कठिन छन्। कति दिएछन् त्यसको हिसाब किताब छैन। त्यसलाई हामी स्वागत गर्ने कति गर्ने पनि अब अहिलेसम्म हामी गर्न सकेका छैनौँ। त्यो मूल्याङ्कनै गर्न सकेका छैन हामीले। तर अहिले भर्खर हामी सुरुवात गरेका छौँ। भर्खर हस्पिटलमा एउटा कार्यक्रममा उहाँलाई बोलाएर सम्मान गरेका थिएँ। दोस्रो सम्मान आज यो 6 नम्बर वार्डमा पाएछन् र हुन त धेरै कार्यालयहरू बन्यो गोरीगञ्ज गाउँपालिकामा। उहाँकै बाप परिवारहरू बुवा परिवारहरू उहीका पुर्खाहरू नै यो दिएछन्। वारिपारिका बजारै उहाँहरू लगाएछन्। सम्पूर्ण कार्यालय नै उहाँ छन्। मठ मन्दिर ठुलो मठ मन्दिरमा जग्गादाताहरू नै उहाँहरू दिएछन्। तर हाम्रा यहाँ समाजले त्यसलाई चाहिँ त्यति सम्मान गर्न सकेन। तर अहिलेका जनप्रतिनिधिहरू चाहिँ सुरुवात चाहिँ गरेछन्। त्यसमा सम्पूर्ण जनप्रतिनिधिलाई म सम्मान पनि गर्न चाहन्छु। र साथै अब हाम्रो 74मा यो भवन हामी किन बनायौँ त? 74मा हामी वडा कार्यालयमा यो वडा कार्यालय यो 6 नम्बर वडा कार्यालय 5 नम्बर वडा कार्यालय एउटै वार्डमा सेवा दिँदै थिएँ। पुरै जीर्ण थिए। माओवादी कालमा जलाएर पुरै जीर्ण भइसकेका थिए, चर्केका थिए, भूकम्पले पनि चढेका थिए। र हल्का मर्मतबाट काम हामी गर्दै आए। किनकि हामीले आफैमा समस्या थियो। 3 नम्बर वडा कार्यालय थिएनन्, 4 नम्बर वडा कार्यालय थिएनन्, 5 नम्बर वडा कार्यालय थिएनन्। हामी 3 नम्बर वडा कार्यालयमा पुरै हामी सबै कार्यपालिका र पूर्व हाम्रा अध्यक्ष उपाध्यक्षज्यूहरूसँग सल्लाह गरेर त्यो बजेट छुटाएर त्यो काम गऱ्यौँ। अहिले सेवा दिइरहेछन्, राम्रै छन्। अरू संस्थाहरू हाम्रो स्वास्थ्य संस्थाहरू पनि त्यस्तै बिजोग थियो। त्यसमा पनि लगानी हाम्रो गाउँपालिकाबाट नै भएछन्। अब हुन त गाउँपालिकाले लगानी गर्दा धेरैले के सोच्ला, तर अब के सोच्छन् गाउँपालिका कामै गर्दैन। तर हाम्रो कुन अवस्थामा थियो 74मा, अब हामी कुन अवस्थामा छौँ त्यो चाहिँ हामी पक्कै विचार गर्नुपर्छ। तर विचार गर्नेले गर्छन्, अब विचार नगर्ने त विरोध गरिरहेछन्, जे पनि बोल्छन्। कमसेकम विचार चाहिँ गरिराख्नुपर्छ। कुन अवस्था थियो र अहिले कुन अवस्था छौँ। यही 6 नम्बर वडा कार्यालय कुन अवस्था थिए, बाटाघाटा कुन अवस्था थिए, संरचनाहरू कुन अवस्थामा थिए, तर आज कुन अवस्थामा हामी छौँ त्यो चाहिँ मूल्याङ्कन चाहिँ गर्नु सम्पूर्णलाई म अनुरोध पनि गर्छु।
र आज हाम्रो उद्घाटन कार्यक्रममा आउनुभयो सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। स्वागत सँगसँगै सम्पूर्णले हाम्रा थोरै प्रसादी ग्रहण गर्न नै जानुहोला। वडा अध्यक्षज्यूले कार्यक्रमको समापन गरिसकेपछि कार्यक्रम समापन भयो। आदरणीय श्रोतावृन्द, यसपालि हामीले गौरीगञ्ज गाउँपालिका वडा नम्बर 6 को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई विशेष कार्यक्रमको रूपमा समेट्यौं। कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9849 22 33 90 सदैव खुल्ला छ। हाम्रो पात्रो नेपाली पात्रोबाट सुन्नुहुने महानुभावले त्यही प्रतिक्रिया जनाउन सक्नुहुन्छ भने फेसबुक पेज FM+89.1 मेगाहर्ज गौरादह झापा, त्यसैगरी युट्युब च्यानल TV+ नेपालमा पनि तपाईहरुले आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ। प्राविधिक पाटोमा रहेर प्रविधि संयोजन गर्नुहुने प्राविधिक मित्रहरूलाई धन्यवाद दिँदै म युवराज भट्टराई अर्को दिन अर्को वडाको गतिविधिका साथमा हाजिर हुने बाचा सहित बिदा माग्छु। FM+ सुन्दै रहनुहोला। हवस् त, नमस्कार।